हेलो, नमस्ते सबैजनालाई। म डाक्टर रोशन चौधरी। आज म तपाईँहरूलाई नेपाल सरकारको अर्को प्रोग्रामको बारेमा भन्न गइरहेको छु, जसको नाम चाहिँ वान स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर हो, जसलाई ओसिएमसी पनि भन्छ। यसको नाम चाहिँ वान स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर हो, जसलाई ओसिएमसी पनि भन्छ। नेपालीमा भन्दाखेरि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र पनि भन्छ। यो नेपाल सरकारको प्रोग्राम चाहिँ हस्पिटल बेस्ड प्रोग्राम हो, जसको मतलब बिरामी सिधै अस्पतालमा गएर यो सुविधा चाहिँ लिन सकिन्छ। यो चाहिँ कसको लागि हो भने कुनै प्रकारको भाइलेन्स हुन्छ, मोस्टली चाहिँ जेन्डर बेस्ड भाइलेन्स भएको भिक्टिमहरूको लागि यो प्रोग्राम चाहिँ फेसिलिटेट गरेको हो। यो चाहिँ 2067 र 68मा सुरु गरेको हो। 7वटा जिल्ला र जस अन्तर्गत 7वटा ओसिएमसी सेन्टरहरू स्थापना गरिएको थियो। त्यस्तै गरी हालसम्म यसको विकास क्रम हुँदै गर्दा 2080-81सम्म 94वटा ओसिएमसी सेन्टर, जुन चाहिँ 77वटै जिल्लामा छ। यसले चाहिँ नेपाल सरकारले मिनिस्ट्री अफ हेल्थलाई चाहिँ यसलाई अथोरिटी दिएको रहेछ ओसिएमसी सेन्टर चाहिँ सञ्चालन गर्नलाई। के को लागि चाहिँ टु क्यारी आउट चाहिँ नेसनल एक्सन प्लान 2010को क्ललाई जुन चाहिँ जेन्डर बेस्ड भाइलेन्सको एगेन्स्टमा बनाएको थियो। यसको गाइडिङ डकुमेन्टहरू भन्नुपर्दा चाहिँ नेसनल पपुलेसन पोलिसी 2071, त्यस्तै अपरेसनल गाइडलाइन अफ ओसिएमसी 2077, त्यस्तै गरी क्लिनिकल प्रोटोकल फर जेन्डर बेस्ड भाइलेन्स 2067 र ओसिएमसीको अन्तर्गत चाहिँ के सर्भिसहरू दिँदो रहेछ हस्पिटलले भन्नुपर्दा एउटा चाहिँ हेल्थ सर्भिस, जस अन्तर्गत इमर्जेन्सी ट्रिटमेन्ट चाहिँ भिक्टिमलाई इमर्जेन्सी ट्रिटमेन्ट, प्राथमिक उपचार दिने, त्यस्तै एचआइभीको टेस्ट, ओपिडी, त्यस्तै सेफ एबर्सनहरू र अर्को चाहिँ सेक्सुअली ट्रान्समिटेड इन्फेक्सनहरूको लागि। त्यस्तै गर्दा त्यस्तै भन्नुपर्दा इमर्जेन्सी कन्ट्रासेप्सन पिल्सहरू पनि दिँदो रहेछ है। यसको भिक्टिमहरू चाहिँ मनोसामाजिक रूपमा एकदम अस्थिर हुन्छ, जस कारण चाहिँ मनोसामाजिक परामर्श सेवाहरू पनि दिने गर्छ। त्यस्तै मेडिकल लिगल सर्भिस त्यही एकै ठाउँबाट दिन्छ। इफ भिक्टिमहरू चाहिँ सेफ ठाउँमा जानु खोजे, आफ्नो घरमा फर्किन खोजेन भने सेफर होमको इनिसिएटिभ, सेफर होमको सर्भिस पनि दिन्छ। त्यस्तै गरी केही भिक्टिमहरूलाई केही खतराहरू छ भने सेक्युरिटीहरूको पनि व्यवस्था त्यहीबाट मिलाइदिनुपर्छ। र यो सबै प्रक्रिया भइसकेपछि भिक्टिमहरू पुनः आफ्नो कम्युनिटीमा रिहेबिलिटेसनको लागि पनि सर्भिस दिँदो रहेछ, मतलब कम्युनिटीमा पुनर्स्थापना गरिदिने सर्भिस छ। हालसम्म यो वर्ष कुरा गर्दाखेरि 2080-81मा कुरा गर्दाखेरि इन्सिडेन्स रेट चाहिँ ओसिएमसीको नयाँ केसको रिपोर्टिङ चाहिँ 12,861 रहेछ, जुन चाहिँ मधेस प्रदेशमा सबभन्दा बढी रहेछ। र रिपोर्ट भएको भाइलेन्सहरूमध्ये मोस्टली इमोसनल भाइलेन्सको केसेसहरू, डिनायल अफ रिसोर्सेस र अपर्च्युनिटीहरूको केसेसहरू बढी देखेछ। त्यस्तै गरी हार्मफुल ट्रेडिसनबाट पीडित भएको भिक्टिमहरूको पनि केसेसहरू रिपोर्ट भएको छ। त्यस्तै गरी जबरजस्ती बिहे गरेको अथवा चाइल्ड म्यारेज रिलेटेडको भाइलेन्सहरूको भिक्टिमहरूले पनि केस रिपोर्टहरू गरेको छ। त्यस्तै गरी